आज एकजना भाइलाई हेरेँ मैले, तर त्यो भाइलाई मन र मस्तिष्कतर्फ जान सकिन जस्तो लाग्छ। किनकि जीवनमा जो मानिसले आफूलाई चिन्न सक्दैन त्यो मान्छे होइन। त्यही भएर सबैभन्दा पहिला मानिसले आफूलाई चिन्नुपर्छ रे, म को हुँ र म के गर्दैछु भन्ने कुरालाई जसले मनन गर्यो रे मान्छे जीवनको सबैभन्दा सफल मान्छे हुन्छ रे भाइ बहिनीहरू। आज एकजना बहिनीलाई हेरेँ, दुई शब्द बोल्दाखेरि मान्छेका मनमा पीडा कति हुन्छ कति हुन्छ। मान्छेको मस्तिष्कमा लाई चलाउनको निम्ति एउटा मात्रै कुरा चाहिन्छ रे भाइ बहिनीहरू, भनेको सकारात्मक सोच। आज पहिलो भगवान को हुने रहेछ, दोस्रो भगवान को हुने रहेछ, तेस्रो भगवान को हुने रहेछ भन्ने कुरा मात्रै सिकाउँछु तीनवटा। भोलि जब तपाईले त्यो चिनिसक्नुहुन्छ अनि अब म लक्ष्यमा जानको लागि के गर्नुपर्ने रहेछ भन्ने कुरा भोलि सिकाउँछु हैन। जीवनमा अप्ठ्यारा मानिसको कति आउँछ कति हुन्छ। जीवनमा मानिसलाई दुःख त कति पर्छ भाइ बहिनीहरू। दुःख जति परे पनि मानिसको जीवनमा एउटा मात्रै कुराले सफलताको बिन्दुमा पुग्न सक्छ रे, यो भनेको समयलाई जसले बुझ्छ रे, समयसँग जो अगाडि चल्छ रे, घडीको सुई जस्तै जो चलिरहन्छ रे, त्यो मान्छे जीवनको सबैभन्दा सफल मान्छे हुन्छ। आज हाँस्नुहोस्, आज हाँसो आज तपाईँलाई कस्तो मान्छे रहेछ, किन हाँस्नुभयो? तपाईँभन्दा मूर्ख मान्छेहरू छैन जस्तो लाग्छ। किनकि मैले भनेको थिएँ जो आओस् वा नआओस् हामी त्यतातिर ध्यान लगाउने छैनौँ भनेर फेरि पनि तपाईँ लगाउनु भयो उतातिर ध्यान। अनि तपाईँ कतिको मान्छे रहेछ भनेर आफै मूल्याङ्कन गराउनुपर्छ नि। गरौँ त बाबु, मूल्याङ्कन गरौँ न। अघि सरले भन्नुभएको थियो मसँग मात्रै लड्छु, हामीसँग आफूसँग मात्रै लड्नु भनेर आज ढोकाबाट आउँदाखेरि सबैको नजर त्यता गयो भने साँच्चै तपाईँ लडिराख्नु भएको रहेछ त। म आएर धेरै कुरा थाहा पाउँछु। दुईटा बच्चा बिग्रिएको हुन्छ कि बाहना भएको बच्चा बिग्रिएको हुन्छ कि केही नभएको मान्छे बिग्रिएको हुन्छ अरे कि धनी भएको मान्छे बिग्रिएको हुन्छ। मध्यम वर्गको मान्छे कहिले पनि बिग्रिन सक्दैन अरे, बिग्रेर आफ्नो ठाउँमा छ। तर 90% बिग्रिएको हुन्छ। म बिग्रिएको बच्चा हो। तपाईँ जस्तो सानो हुँदाखेरि साथीलाई नहेर्नु है। तपाईँ जस्तो सानो हुँदाखेरि अझ पनि म मेरो जीवनलाई सम्झिँदाखेरि यो ठाउँमा पुग्न सक्थेँ होला र भनेर चाहिँ मेरो मनमा मनन गरिरहेको छ। जुन दिन 5 क्लासमा मेरो जीवन रूपान्तरण गर्नको निम्ति डाक्टर भूपेन्द्र सिंह जिन्दा आउनुभयो, त्यो दिन मैले आफ्नो जीवन रूपान्तरण गरेको थिएँ। मेरो बाबा हुनुहुन्न, न घर थियो न जग्गा थियो, केही पनि थिएन। आमा हुनुहुन्थ्यो, आमाले केटीको एकदिन मेरो आमाले अझ पनि सम्झना छ मलाई 1994 मा कटर किन्नु पर्यो, पैसा मागे र आमाले पैसा दिन सक्नु भएन।
पैसा छैन बाबु भन्नुभयो। अनि केले पढ्ने? मैले पेन्सिल हटाउनेको आमा भन्दाखेरि एउटा जिम्मेदारले काटेको त्यो ब्लेड भन्छ, पत्ती भन्छ, दाढी फालेको त्यो पत्तीलाई लिएर दिनुभयो। बाबु यसले पेचाए म लिएर आउँछु, भोलि पैसा मागेर अलिक दिनुहोला भनेर त्यो दिनुभयो। अनि आज यो हात काटिएको छ, यसलाई आज पनि सम्झिन्छु मैले। यो मेरो जीवनको बडा ठुलो सिकाइ थियो। अनि गएँ। एकचोटि कल्पना गर्नुहोस् न, क्लासरुममा घरको समस्या तिमी भन्नै सक्दैनौ होइन र? ट्युसन फी किन तिर्नुहोस् भन्दाखेरि पनि मसँग पैसा छैन बच्चाले कहिल्यै पनि भन्दैन। घरको कुरा बच्चाले स्कुलमा कहिल्यै पनि भन्न चाहँदैन। सबभर घरका कुरा लुकाउँछ रे, स्कुलमा छ भन्छ रे, भोलि ल्याउँछु भन्नुहुन्छ रे सरलाई होइन र? मैले पनि मेरो साथीले कटरले कटाउँदै मेरो पेन्सिल भाँच्यो। अनि अब त्यो ब्लेडले त्यो पेन्सिल पेचायो भने सबै साथीहरूले मजाक उडाउँछ कि योसँग कटरै रहेनछ भनेर बेन्चको यसो गरेर लुकेर चाहिँ काट्दै यसरी यसरी। मेरो साथी विश्वले यसरी धकेल्यो कि यो हात काटिएको। अहिले त्यो साथी कलकत्तामा इन्जिनियर हुनुहुन्छ, सिपको। कहिले भन्छु विशाल तिमीले काटिदिएको हात त मेरो लागि आज पनि सम्झना छ यार भन्छु। त्यो दिन त्यो साथीले भनेको थियो, त्यो अझ मेरो लागि भगवान जस्तो मान्छे। त्यो साथीलाई तिमी कति फटा रहेछौ यार, तिमीले मसँग कटर मागेको भए त मैले दिन्थेँ नि, आज हात काटिदिन्थ्यो भनेर। त्यो दिन त्यसले मलाई एउटा कटर गिफ्ट गरेको। 1994 जनवरी 21 तारिक थियो। त्यो दिनलाई आज पनि सम्झिन्छु मैले। आमालाई भने, आमाले हेर्नुभयो हात काटिएको। आमा यसरी रुनुभयो, यसरी रुनुभयो। एउटा छोरालाई कटर किन्न नसकेर आज छोराको हात काटियो भनेर आमाको मनमा यस्तै पीडा भयो, यस्तै पीडा भयो। मैले भने आमा नरुनुहोस्, नरुनुहोस् आमा भने। अनि पहिला बिग्रिएको त्यो रक्सी खान्थेँ मैले फोहोरमा, उकार खान्थेँ, भाल पार्थेँ। तर डाक्टर भूपेन्द्र सिंह जिन्दा आएर यस्तो क्लास दिनुभयो मलाई, जीवन जिउन सिके भयो। अनि भन्नुभयो मान्छे दुई रूपमा मात्रै जन्मिन्छ, एउटा पुरुष र एउटा महिला। न कोही गरिब भएर जन्मिन्छ, न कोही धनी भएर जन्मिन्छ। जन्मिँदाखेरि भगवानले एउटा न एउटा सिप दिएको हुन्छ। त्यो सिपलाई युटिलाइज गर्नको निम्ति 25 वर्षसम्म दुःख गर्नुपर्छ, 26 वर्षपछि त प्राप्त हुन्छ भन्नुभयो। अनि मैले कल्पना गरेँ यो कस्तो भन्छ, मलाई कति पीडा छ भन्नुभयो। अनि भन्नुभयो एउटा फुटबलर खेलाडी 90 मिनेटसम्म लडिरहेको हुन्छ। जबसम्म 90 मिनेट सकिँदैन तबसम्म 11 जनाले गोल हान्छु भनेर सपना हुन्छ, जित्छु भनेर लक्ष्य हुन्छ। 90 मिनेट सकिएपछि मात्रै त्यो गेमको अन्त्य हुन्छ। त्यस्तै गरी मानिसको जीवनमा पनि सास रहन्जेलसम्म लडिरहनुपर्छ। एक न एक दिन सफलताको बिन्दुमा पुगिन्छ भन्दाखेरि मेरो मन र मस्तिष्कसम्म पस्यो। अनि भन्नुभयो त्यो लक्ष्यमा पुर्याउनको निम्ति तपाईँ आज 5 मा पढ्नुहुन्छ, तपाईँले हिसाब गर्नुहोस् त भन्दाखेरि मैले मेरो आमाको लागि एउटा पनि हिसाब गर्न सकिनँ भाइ। एकचोटि आँखालाई बन्द गरेर हात जोड्नुहोस् त। साथीलाई नहेर्नु होला। आज साथीलाई हेर्नुभयो भने तपाईँको अर्थ छैन भाइ। हात जोडेर बिन्ती छ मेरो, सिधा बसौँ। आँखालाई बन्द गरौँ। तपाईँको आँखा खुल्ने बित्तिकै यहाँ भिडियोको एउटा चाहिँ रूपान्तरण हुन्छ। सम्झिनुहोस् न, आफूलाई हेर्नुहोस् त। आँखालाई बन्द गरेर संसार देखिएको सरल 3-4 दिनसम्म मानिसले सम्झौता छोडे। फेरि यही 10 क्लासमा, 8 क्लासमा, 9 क्लासमा फेरि हाम्रो समय गयो भने फेरि पढ्न सक्छौँ होला र? एकचोटि सम्झौता
आँखालाई बन्द गरेर बेटा सम्झौ त। आजबाट गरेको गल्तीलाई सम्झिनुस्, लिस्ट बनाउनुस् त। 1 ढिला उठ्छु होला, कहिले आमा आएर भन्नुहुन्छ होला छोरी उठ भनेर। 2 कहिले घरमा ढिला जान्छु होला म, तर बाबा सुतेको हुन्छ रे, मम्मी मलाई लाग्छ सुत्दैन रे, छोरा र छोरी घर नआउँथे। छोरा रक्सी खाएर आए पनि बाबाले गाली गरेर सुत्न सक्छ रे, तर आमा जति गलत छोरा र छोरी भए पनि अन्तिम सासमा पनि तपाईँ सुत्दै गर्दाखेरि आमाले भन्छ रे छोरा यति खाइदेऊ न, आमालाई निद्रै लाग्दैन रे, कहिले यता फर्किनुहुन्छ रे, कहिले उता फर्किनुहुन्छ रे। तिमीले खाना खाइनौ भने जति पागल भए पनि, चाहे अपङ्ग भए पनि, चाहे कालो भए पनि, चाहे गोरो भए पनि आमाको माया त्यति नै हुन्छ रे, चाहे छोरीमा होस् चाहे छोरामा होस्, हैन र? 2 माला लिएर आउँछौँ भोलि पर्सि। त्यो मालालाई हामीले पर्सि लिएर भन्छौँ आमा, जसले पर्सि आमालाई लिएर आउन सक्नुहुन्न त्यो छोरा र छोरी त्यो आमाको कोखबाट जन्मिएको होइन जस्तो लाग्छ। किनकि पर्सि आमालाई यस्तो पुरस्कार दिन्छौँ, एउटा आमाको ममतालाई पैसा होइन, घर होइन। यो स्कुललाई हेर्नुहोस्, आँखालाई खोलेर हात जोडेर आँखालाई खोल्नुहोस्। एकचोटि हेर्नुहोस् त आमाको महिमा कस्तो हुने रहेछ। हेर त छोरी, साउन्ड किन आएन यसको? एकचोटि हेर्नुहोस् त, पर्सिको दिन यस्तो महत्त्वपूर्ण हुने रहेछ। हेर्नुहोस्, ल्याइदिउ न माला आमालाई। रोक ल बाबु, यो आमालाई हेर्नुहोस् त, बिचाराको श्रीमान हुनुहुने रहेछ। हेर्नुहोस्, श्रीमान नभएको आमाको अवस्था के हुने रहेछ। अनि 2 मात्रै छोरी हुनुहुने रहेछ बिचरा, आमाले चटपटी बेच्नु हुने रहेछ। र यो 2 छोरीले आमालाई यसरी कन्भिन्स गर्दिन् कि आमा एक दिनको लागि चटपटेलाई बन्द गर्नुहोस्, एक दिनको लागि स्कुल जाउँ न आमा भन्दाखेरि जब चटपटे बेच्ने आमालाई पनि त्यसरी माला लाउँदाखेरि हेर्नुहोस् त छोरी, आमाको मन कस्तो भएको छ। हेर्नुहोस् त, हेर्नुहोस् त, तिम्रो आमालाई सम्झौ त छोरी। पर्सि यसरी सम्मान गर्दाखेरि आमाको मन र मस्तिष्क कस्तो होला एकचोटि सम्झौ त। हेर्नुहोस् त, यो चाहिएको रहेछ आमालाई, यो चाहिएको रहेछ। एकचोटि हेर त, 2800 अभिभावक आएको स्कुलमा, 2800 अभिभावक। यो पल आमाले कहिल्यै पनि बिर्सिन सक्दैन रे, कहिल्यै पनि बिर्सिन सक्दैन रे। त्यही भएर पर्सिको दिन यस्तो महत्त्वपूर्ण रहन्छ। यो दिनले जनाउँछ साँच्चै आजदेखि रोक न। यो बच्चालाई हेर्नुहोस्, यो बच्चालाई हेर छोरी, बाबा विदेशमा हुनुहुने रहेछ बिचराको, 10 वर्ष भएको रहेछ, फोन पनि आउने रहेछ बाबाको, लापत्तै हुनुहुने रहेछ। तर यो छोरा सधैँ साथीसँग लागेर रक्सी खाने रहेछ, साथीसँग लागेर सधैँ चाहिँ ड्रग्स लिने रहेछ। जब मेरो क्लासमा बस्यो, आमाको महत्त्व बुझाइदिए, त्यसपछि यसले आमालाई लिएर भनिरहेछ, आमा मेरो जीवनमा धेरै गल्ती गरेँ होला, म 10 मा पढ्छु आमा, आजदेखि खाँदैन, मेरो लागि पो तपाईँ बाँच्नु भएको रहेछ। बाबा नभए पनि मेरो लागि तपाईँ बाँचेर चाहिँ अगाडि बढ्नु भएको रहेछ भनेर। हेर्नुहोस् यसले कसरी गल्ती महसुस गरिरहेको छ बिचरा। आमाको मनमा हेर्नुहोस्, भक्कानी भक्कानी भन्नुभएको छ, सर मेरो छोरालाई आज एउटा फुलको मालाले तपाईँले आज
यसको जीवन परिवर्तन गरिदिनु हेर्नुहोस् के रहेछ जीवन। एकचोटि दुवै आँखालाई शान्त भएर साथीलाई नहेर्नुहोस्, साथीलाई नहेर्नुहोस्, साथीलाई नहेर्नुहोस्। शाबास, त्यसलाई कनेक्ट गर्नुहोस्। शाबास, सम्झिनुहोस्। एक, पर्सि मम्मीलाई लिएर सम्मान गर्दा कोले चाहनुहुन्छ? आमालाई भन्नु, आमा झल्ला मर्यो भने फेरि किनौला, खेत बाँझो रह्यो भने फेरि खनाउला, भैँसी मर्यो भने पनि फेरि किनौला मम्मी, घर ढल्यो भने फेरि बनाउला। तर पर्सि तपाईँ मेरो स्कुलमा जानुपर्छ, तपाईँ जानु भएन भने मैले लिएको माला कसलाई ल्याइदिने आमा, के त खोजिदिनु पर्यो मलाई भनेर मेरो हात जोडेर बिन्ती छ। पर्सि लिएर आउनुहोस्। अनि आमालाई छोराछोरीको महत्त्व, बाबालाई छोराछोरीको महत्त्व मैले बुझाइदिन्छु। अनि मात्रै अनुभूति हुन्छ साँच्चै हामीले लगानी कहाँ गर्नुपर्ने रहेछ। लेख्नुहोस् त पत्र आमालाई, लेख त छोरा, लेख त, लेख त, पत्र लेख न, पत्र लेख। साथीलाई त तपाईँले ठुल्ठुला पेज भरिएर म तिमी बिना बाँच्न सक्दिनँ भनेर पत्र लेख्नु भएको थियो होला। आज आमालाई लेख त पत्र। कतिवटा राम्रा काम तपाईँले गर्नुभएको छ जीवनमा। एक, लेख्नुहोस् त। लेख्नुहोस् त, लेख्नुहोस् त, लेख्नुहोस् त। त्यही भएर बहिनीहरूले अझै लेख्नुहोस् है, मेरो अनुरोध छ, मेरो अनुरोध छ। आजबाट जसले रक्सी खानु भएको छ, जसले पुकार खानु भएको छ, मनलाई ढाट्नु भएको छ होला। एकचोटि मनलाई सोच्नुहोस् त, हामीले सही गरेका रहेछौँ कि गलत गरेका रहेछौँ। सोच्नुहोस्, सोच्नुहोस् बाबु, सोच्नुहोस्। तपाईँको छोराले रक्सी खायो भनेर त्यो आमालाई खबर पुग्दाखेरि यसैको लागि जन्माउनु भएको हो र होइन र? पर्सिको दिन बडा महत्त्वपूर्ण रहन्छ। तपाईँभन्दा दुर्गम ठाउँको एउटा यस्तो भिडियो छ जो यहाँबाट 1200 किलोमिटर टाढा छ। कति सुन्दर स्कुल रहेछ। एकचोटि आँखालाई खोलेर हेर्नुहोस् न, अरू साथीलाई नहेर्नुहोस्, कति सुन्दर विद्यालय रहेछ। हेर्नुहोस्, सुरुवात कहाँबाट हुने रहेछ विद्यालयको। हेर्नुहोस् बाबु, आजबाट नढाट्नु है यो बच्चालाई। हेर्नुहोस्, तपाईँभन्दा दुर्गम ठाउँको स्कुल हो जहाँ रोड गएको छैन, जहाँ एक छाक खानको लागि पनि भाइ बहिनीहरू सङ्घर्ष गर्नुपर्छ। बझाङ जिल्ला हो। हेर्नुहोस्, चार घण्टा टाढाबाट हिँडेर अभिभावक आउने रहेछ। 900 जना अभिभावकको सहभागी भएको। हेर्नुहोस् त महिलाको जीवन। छोरी, तपाईँहरूको जीवन मेरो बहिनी त छैन, तर बडा गाह्रो हुन्छ है जीवनमा सङ्घर्ष गर्नु, जीवनमा आफूसँग लड्नु। हेर्नुहोस्, हेर्नुहोस् यो आमालाई हेर्नुहोस् त, छोरीलाई खोजिरहेछ। सर, रात दिन खेतमा काम गर्छु, आज मेरो छोरीले यस्तो उपहार दियो मलाई, साँच्चै मैले असल छोरी जन्माएको रहेछु भनेर। हेर्नुहोस् त छोरी, सम्झौ न, भोलि मम्मीलाई लिएर हजारको बिचमा
आमा झोलामा सधैँ किताब ल्याउँथेँ मैले, आज मैले हजुरलाई उपहार ल्याएको छु भनेर दिदा कस्तो अनुभूति गर्नु होला। एकचोटि सम्झौ न, आज यहाँसम्म पुगेको तिमीले कसको कारणले, एकचोटि सम्झौ त। यो आमालाई हेर्नुहोस् बिचारा, मान्छेको मन मस्तिष्कमा आमा बुवा जसको मन र मस्तिष्कमा हुन्छ रे, त्यो मान्छे कहिल्यै पनि बिग्रिँदैन रे, कहिल्यै पनि बिग्रिँदैन रे। हेर्नुहोस्, आज सोच्नुहोस् छोरी, जीवन कहाँबाट सुरु गर्नुपर्ने रहेछ, कसले भनेको मान्नु पर्ने रहेछ, कसले सिकाएको बाटोमा हिँड्नु पर्ने रहेछ। हेर्नुहोस्, हेर्नुहोस् त यो आमालाई यस्तो महिलासँग हुन्छ रे म्याडम, महिलासँग यस्तो हुने रहेछ बिचारा। यो दिदी दिदी तपाईँलाई नमस्कार छ है, सधैँ सम्झिन्छु। यो दिदी बिचारा स्कुल आउनु भएको रहेछ अनि सबैले आमालाई माला लगाइदियो, उहाँ त पछाडि रोइराख्नु भएको रहेछ, यसरी रुनु भएको रहेछ, यसरी रुनु भएको रहेछ। अनि शुभम गएर एकजना आमा रोइराख्नु भएको छ पछाडि भनेर भन्नुभयो। अनि म गएँ पछाडि, दिदी किन नआउनु भएको तपाईँ अगाडि भन्दाखेरि, मेरो त छोरा पनि छैन छोरी पनि छैन। अनि स्कुल किन आउनु भएको तपाईँ भन्दाखेरि, मेरो श्रीमानले बिहे गर्नुभयो तर 5 वर्ष मेरो छोराछोरी भएन, अनि मेरो श्रीमानले अर्कै बिहे गर्नुभयो। महिलाको जीवन हेर्न छोराछोरी नभएपछि श्रीमानले पनि अर्को बिहे गर्ने रहेछ। अनि त्यसपछि किन आउनु भएको त तपाईँ भन्दाखेरि, मेरो श्रीमानले अर्को बिहे गरिसकेपछि कान्छीको बाट छोराछोरी थिए, घरमा खाना खाँदाखेरि छोराछोरीले भन्दाखेरि, आमा तपाईँ स्कुल जानुपर्छ है, मैले 2टा फुलका माला लिएर जाँदैछु भन्दाखेरि, आज स्कुलमा के रहेछ भनेर हेर्न आएको छ भन्नुभयो। हेर्नुहोस् त बिचारा। अनि कान्छीका छोराछोरीले तपाईँले माला लगाइदिएनन् भन्दाखेरि, उनले त मलाई आमा नै ठान्दैनन् भनेर रोइराख्नु भएको छ। अनि यसरी समातेर लिएँ मैले अगाडि, आउनुहोस् दिदी तपाईँ जस्तो भगवान् त अर्को कोही पनि रहेनछ भने कति महान महिला हुनुहुने रहेछ। उहाँको गर्वमा छोराछोरी नभए पनि आज उहाँको श्रीमानले अर्को बिहे गर्नुभयो, पनि त्यही कान्छीको बाट जन्मिएका छोराछोरीको लागि उहाँ आउनुभयो, तर उहाँले माला लाउनु भएन। कति महान हुनुहुन्छ भन्दाखेरि, जब त्यो कान्छी उताबाट रुँदै रुँदै आएर माला लाउँदाखेरि हेर्नुहोस् त उहाँको मनोबल कसरी बढेको छ। हेर्नुहोस् कस्तो सिकाइदिनु भयो सर आज मलाई। 12 वर्षसम्म नचिनेको कान्छी बहिनीले मलाई आज चिनाइदिनु भयो। हजुर त महान हुनुहुने रहेछ भने मेरो खुट्टा छन् बात। हेर्नुहोस् तपाईँसँग नहोला भन्ने सकिँदैन भाइ बहिनीहरू। यदि आफ्नो खुट्टामा नउभिएर तपाईँ आफ्नो जीवन हस्तान्तरण अरूलाई गर्नुभयो भने अवस्था के हुने रहेछ हेर्नुहोस्। त्यही भएर सम्झिनुहोस् त, त्यही भएर के रहेछ जीवन, कहाँबाट सुरु गर्नुपर्ने रहेछ। यो बच्चालाई हेर्नुहोस्, साक्षी शाही हो बिचारा, तपाईँ जस्तै हुनुहुने रहेछ। हेर्नुहोस् कति राम्री हुनुहुन्छ। एकचोटि सम्झौता म्याडम, सम्झिनुहोस् त, छोराछोरीले बिदा हुँदाखेरि कहाँ जान्छु भन्छ, माउले जान्छु भन्छ होइन र। माहौल कति प्यारो हुने रहेछ। म पनि माहौलमा हुर्किएको मान्छे हो। एकचोटि सम्झिनुहोस् त, माहौल कति, आमाको त माया नसा नसामा यसरी जाने रहेछ छोरी, यसपछिको घर माहौलको हुने रहेछ। अनि यो बच्चा पनि माहौलमा बस्ने रहेछ। 2077 सालमा डोटीमा एउटा घटना भएको रहेछ। आमा पनि मर्नु भएको रहेछ, बाबा पनि मर्नु भएको रहेछ, भाइ पनि मरेको रहेछ। झन्डै उहाँलाई चाहिँ आमा बुवाले काठमाडौँ लिनु भएको रहेछ, माहौलमा राख्नु भएको रहेछ। अनि अन्तिममा माहौलमा बसेर पढेको रहेछ। अनि यसरी चाहिँ ब्रिफिङ गर्दाखेरि हिक्की हिक्की रोएको थियो। अनि 2टा माला लिएर आएको थियो। अनि माइजूलाई भनेछ, माइजू तपाईँ मेरो स्कुलमा आउनु होला है, बाबा मम्मी नभए पनि तपाईँलाई माला लगाइदिन्छु भनेको रहेछ। तर माइजू आउनु भएनछ। अनि सबैले आमा बुवालाई सम्मान गर्न थाले। अनि यो पछाडि गएर रोइरहेको रहेछ आमा बुवालाई सम्झिएर।
माइजूलाई खोज्यो, माइजू आएन। माइजूलाई भान्जीको के वास्ता हो? अनि टोइलेट पछाडि गएर रोएर आएको रहेछ। अनि गाउँपालिकाको अध्यक्ष गएर हेर्नु, टोइलेट जाँदाखेरि रोएको देख्नुभयो। किन रोएको तिमी भन्दाखेरि मेरो त आमा पनि छैन, बाबा पनि छैन, यस्तो माला लिएर आएको छु, कसलाई लगाइदिउँ भनेर मेरो साथीहरूले मजाक उडायो भनेर भन्दाखेरि यसरी मन खाएछ अध्यक्षज्यूको, केदारज्यू गाउँपालिकाको अध्यक्षज्यूको। अनि उहाँले सोपेर ल्याउनु भयो, मेरो छोरी त छैन, आजदेखि यसलाई मैले छोरी बनाउँछु भनेर माला लगाएर छोरीको रूपमा यसलाई आज आफ्नो घरमा पालिराख्नु भएको छ। हेर्नुहोस् त, बा नपाएको मान्छेले एउटा फुलको मालाले बा पायो। हेर्नुहोस् त कति खुसी छ। हेर्नुहोस् त कस्तो शक्ति हुने रहेछ बाबु, कस्तो शक्ति हुने रहेछ। त्यही भएर भोलिको दिन बडा महत्त्वपूर्ण छ हजुरको लागि। पर्सिको दिन आजदेखि गरेको गल्तीलाई हात जोडौँ त, हात जोडौँ त। आजबाट कल्पना गर्नुहोस् त, को रहेछ पहिलो साथी, कल्पना गर्नुहोस्। यो बच्चालाई हेर्नुहोस्, कसैको आमा विदेश हुनुहुन्छ होला, छोरी सम्झ्यौ न। कसैको बाबा विदेश हुनुहुन्छ होला, सम्झ्यौ न। यो हजुरआमासँग बस्दै रहेछ, ट्यापे जस्तो कपाल काटेको छ। हेर्नुहोस्, हजुरआमासँग बस्ने रहेछ। जब आमाको महत्त्व बुझ्यो, बाबा हुनुहुने रहेछ, आमा बिचारा मलेसिया जानु भएको रहेछ, यो हजुरआमासँग बस्ने रहेछ। जब आमाको महत्त्व बुझाएँ, त्यसपछि हेर्नुहोस् हजुरआमालाई के भन्छ, हजुरआमा, आमा त मेरो लागि जानु भएको रहेछ, आजदेखि म पढ्छु, कहिल्यै पनि गलत काम गर्दैन भनेर। हेर्नुहोस् त हजुरआमासँग कसरी गल्ती महसुस गरिरहेछ। आजबाट सही गन्तव्यमा हिँडौँ न छोरी, एउटा गन्तव्यमा हिँडौँ। समय साथीलाई दिएछौँ भने त्यसको आधा समय आमालाई दिउँ, आमासँग छलफल गरौँ। शिक्षक भन्छन् अपवित्र पेसा हुन्छ, मैले भन्छु शिक्षक जस्तो पवित्र पेसा यो संसारमा केही पनि छैन। एउटा शिक्षक सल भयो भने यही नै मेरो तपाईहरुलाई अनुरोध छ। आँखालाई बन्द गरौँ, आँखालाई बन्द गरौँ, शान्त बसौँ, शान्त बसौँ। कसको बाबा विदेश हुनुहुन्छ एकचोटि सम्झिनुहोस्। कसको बाबा इन्डिया हुनुहुन्छ एकचोटि सम्झिनुहोस्। कसको मम्मी घरमै हुनुहुन्छ तर अहिलेसम्म गरेको सबैभन्दा राम्रो पक्षलाई सम्झिनुहोस्। र बुटोलमा धागो कारखाना थियो, एउटा मेरो विद्यार्थीलाई कोरोना लागेको थियो, अन्तिम सासमा थियो। त्यो त्यहाँ कसैलाई पनि जान मिल्दैन थियो, तर एकजना आमाले मेरो छोरो रहेन भने म किन रहन्छु, म मर्छु भनेर जब उसलाई अङ्गाला हाल्नुभयो रे, त्यसको मनोबल बढेर त्यो बच्चा बाँचेको थियो। यति माया हुन्छ रे आमा। मेरो स्कुलमा 2टा बच्चा थिए, यही मुगलिङमा चाहिँ 2टा बच्चा मुगलिङको पहिरोले पुरेर मारिएको थियो। त्यो न्युज पनि आएको थियो। त्यो बच्चा मेरो जीवनको सबैभन्दा अनुशासित बच्चा थियो। बिहानै गेटमा आउँथ्यो, मलाई नमस्कार गर्थ्यो, हरि सर नमस्कार भन्नु, मैले नमस्ते भन्थे। अनि उहाँले मलाई एउटा प्रश्न गर्नुभएको थियो, अझ पनि सम्झना छ। 2078 सालमा मलाई उहाँले एउटा क्वेसन गर्छ, सर तपाईलाई सबै बच्चाले चिन्छ, हामी पनि त्यस्तै हुनको लागि के गर्नु पर्ला? अनि तिमी कति क्लासमा पढ्छौ भन्दा 9 मा पढ्छौ भन्नुभयो। अनि किन दुवै दिदी बहिनी 9 मा भन्दै होइन, हामी जुम्ले हो सर। मेरो आमाले एकै समयमा एउटै कोखबाट जन्माएको जुम्ले दिदी बहिनी हो भन्नुभयो। त्यसो भए हेर्नुहोस्, तपाईँ भोलि मोटिभेटर होइन, तपाईँ एउटा दुनियाँलाई चिनाउनुहुन्छ। एउटै आमाको कोखबाट जन्मिएको बच्चाको पनि
रोजाइ एउटै हुन्छ भनेर दिदी डाक्टर बन्यो भने भाइ पनि डाक्टर बन्ने, दिदी इन्जिनियर बन्यो भने बहिनी पनि इन्जिनियर बन्ने, यसरी चाहिँ लक्ष्य निर्धारण गर्नुहोस् भन्दाखेरि दिदीले क्विजमा भाग लिन्थ्यो भने भाइले पनि क्विजमा भाग लिन्थ्यो। अनि कहिले दिदी फर्स्ट हुन्थ्यो, कहिले भाइ सेकेन्ड हुन्थ्यो। अनि मैले सोध्थेँ कस्तो फिलिङ भयो भन्दाखेरि सर मलाई त यस्तो फिलिङ भयो कि दिदी फर्स्ट हुँदाखेरि म कमजोर रहेछु भनेर सिक्ने अवसर पाएँ भनेर सन्दर्भवश म पनि आज यहाँ छु, यहाँ हुँदै थियो होला जस्तो लाग्छ। भगवान्ले मेरो आयु अलि लामो बनाएको रहेछ। त्यही भएर मानिसको मर्ने कहाँनिर ठेगानै नै हुने रहेछ। त्यसपछि बङ्गलादेशको म्याथमेटिक्स क्विजमा उनको छनौट भए, दुवैजना छनौट भयो। बङ्गलादेशमा ओलम्पियाडमा दुवैजना छनौट भए। अनि 11 गते आएर मलाई भने सर आज हेर्नुहोस् नेपालबाट हामी पनि दुवैजना छनौट भएका छौँ। मैले भने तिमी त्यहाँ गएर फर्स्ट र सेकेन्ड निकाल्नको लागि हम्मे परोस् है भनेर अङ्गाला हालेर पठाएँ। त्यो दिन 13 गते उनीहरू हिँड्नु थियो। 12 गतेदेखि मेरो टिकापुर नगरपालिकामा चाहिँ यस्तै कार्यक्रम पऱ्यो। म उतातिर लागेँ। सायद उतातिर नलागेको भए हेड सरले मलाई उनीसँग पठाउनुहुन्थ्यो होला, आज म पनि रहँदै थियो होला जस्तो लाग्छ। तर म उतातिर गएँ अनि मम्मीलाई लिएर आउनु भएको रहेछ। अनि मम्मीलाई लिएर आउनुभयो, तर मुग्लिङको पहिरोले आमा दुवैको मृत्यु भयो। त्यो दिन मेरो स्कुलमा नरुने कोही पनि थिएन। नर्सरीदेखि 12 सम्मको बच्चाले उहाँलाई अझ पनि सम्झिन्छु कति बेला आउला भनेर। बाबा कहाँ हुनुहुने रहेछ? विदेश हुनुहुने रहेछ बिचरा। विदेशमा फोन भइसकेपछि बाबा आउनुभयो। यता हेर्नुहोस् त, बाबा आइसकेपछि बाबाको 2टा औँला नै रहेछ। मेसिनले काटेर औँला नै फालेको रहेछ। अनि हुकी रुनुभयो। किन रुनुभयो तपाईँ भन्दाखेरि मेरो बच्चाले एसी दिँदै थियो। मैले श्रीमतीलाई पनि भनेको थिएन मेरो 2टा औँला काटिएर फाल्यो भनेर, किनकि मनोबल घट्छ भनेर। आज यो दिन पाएँ मैले भनेर हुकी रुनु भएको थियो। त्यही भएर कहीँ तपाईँको बाबा पनि त्यही अवस्थामा त हुनुहुन्न। एकचोटि सम्झिनुहोस्, बाबाले आफ्नो पीडा छोराछोरीलाई कहिले भन्नै सक्दैन रे। हेर्नुहोस् बाबाको पीडा कस्तो हुने रहेछ। यो बाबालाई हेर्नुहोस् कति ठुलो कलेजमा पढाउनु भएको छ। हेर्नुहोस् त दोस्रो भगवान बाबालाई हेर्नुहोस् त, हेर्नुहोस् आँखालाई खोलेर हेर बाबु, यो बाबालाई हेर कति ठुलो सहर छ। गाउँबाट छोरालाई मैले लिन आउँछु भने लिन आएको बाबाको हात हेर्नुहोस् त, फोका उठाएछ। हेर्नुहोस् त फोका उठाएछ। त्यही भएर आज घरमा गएर बाबाको हातबाट एनालाइसिस गरेर आफ्नो जीवनको भविष्य अगाडि बढाउन कति सङ्घर्ष गर्नुपर्ने रहेछ भन्ने कुरालाई मनन गर्नु होला। हेर्नुहोस् बाइक बनाइराख्नु भएको छ, तर छोरालाई कति ठुलो कलेजमा पढाउनु हुने रहेछ। हेर्नुहोस् अगाडि बढाउँदै हेर्नुहोस् कति ठुलो कलेजमा पढाउनु हुने रहेछ, तर बाइकलाई बनाएर यसरी लिनुभयो। तर हेर्नुहोस् बाबा र मम्मीको सपना कति ठुलो कलेजमा पढाउनु भएको छ। तपाईँलाई पनि कति राम्रो स्कुलमा पढाउनु भएको छ। एकचोटि सम्झिनुहोस् त, बाबाले बोलाउनुहुन्छ आइजना छोरा भनेर, तर यो छोरा कति घमण्डी छ। हेर्नुहोस् त, हेर्दैन यस्तो थोत्रो बाइक लिएर यो बाबा हुनुभन्दा त नहुनु भनेर गाली गर्छ। हेर्नुहोस् भोलि काठमाडौँ जानुभयो भने तपाईँको जीवन पनि यसरी रूपान्तरण नगर्नुलाई। फाटेको कपडा लाए पनि बाबा नै हो, च्यातिएको जुत्ता लाए पनि बाबा नै हो, तर गाली गर्छ बाबालाई। हेर्नुहोस् त किन आएको यस्तो लिएर, किन लिएर आएछ त यस्तो थोत्रो बाइक लिएर आउने? मेरो साथीको बुलेट छ, बाइक छ, 220 छ। अब भोलिबाट मलाई मजाक उडाउँछन्। मेरो त गाउँमा ठुलो घर छ भनेको, तेरो बाबाको अवस्था यस्तो छ भने तेरो घर के होला भनेर मजाक उडाउँछन् भनेर गाली गर्छ। बिचारा कति पीडा छ यो बाबालाई। हेर्नुहोस् त, पनि मुहारमा हेर्नुहोस् निराश भन्ने छैन। पनि छोरालाई फकाइराख्नु भएको छ। म यस्तो थोत्रो बाइक चलाउन हिँड्छ भनेर गाली गर्छ। ठिक छ बाबु म चलाउँछु। ब्याचलर कोर्स तँलाई बाइक त किन्न सक्दैन मैले अहिले, ब्याचलर पास गरिसकेपछि किन होला भनेर। हेर्नुहोस् न
अगाडि लिँदै जानुहुन्छ, अगाडि लिँदै जानुहुन्छ, अगाडि लिँदै जानुहुन्छ, तर अगाडि लिएर रोक्नुहुन्छ। एकछिन रोक, तँलाई भोक लागेको होला, घर जान अलिक समय लाग्छ, तँलाई मैले समोसा किनिदिन्छु भनेर समोसा किन्न जानुहुन्छ। हेर्नुहोस् अगाडि गर्दै, म खाँदैन समोसा, यसलाई रिस उठाएर गाली गरेर तर समोसा किन्न जान्छ। लालाजी एउटा समोसा ल्याउनुहोस् न भनेर समोसा किन्नुहुन्छ। बाबाले छोरालाई खुसी बनाउनको निम्ति कति लड्नुहुन्छ, हेर्नुहोस् कति लड्नुहुन्छ हेर्नुहोस्। तर तपाईँले दिएको पैसालाई कसरी चाहिँ युटिलाइज गर्नुहुन्छ एकचोटि सम्झिनुहोस् त। यो बाबाको महत्त्व त मलाई थाहा छैन है, बा नभएको मान्छे के नै थाहा हुन्छ र यो विषयमा तपाईँलाई थाहा होला जस्तो लाग्छ। मेरो त बुवा पनि मम्मी हो, आमा पनि मम्मी हो, 19 वर्षमा विधवा भएको आमाको छोरा हो। त्यही भएर मैले बाबालाई पनि आमाको मुहारमा हेर्छु। त्यो राष्ट्रपतिबाट पाएको पदक मैले पाउँदाखेरि मेरो बाबाको फोटोमा देखाउँदै थिएँ मैले, बाबा तपाईँलाई देख्न नपाए पनि आज मैले पाएँ भनेर। मेरो आमा अर्को कोठामा थाहा पाएर यसरी रुनु भएको थियो, यसरी रुनु भएको थियो। अनि मैले नरुनुहोस् आमा, मैले त बाबालाई देखाएको मात्रै भनेको थिएँ, त्यही भएर त्यस्तो भनिदिनुहोस् न तपाईँहरू पनि, अनि मात्रै सपना साकार हुन्छ। यो बाबालाई हेर्नुहोस्, यो बाबाको हेर्नुहोस् अवस्था के छ। खुसी छोराकै छ तर आफ्नो अवस्था के छ एकचोटि हेर्नुहोस् त, हेर्नुहोस् त। बाबाको जुत्ता च्यातिएको छ, तपाईले छोराको खुसीको लागि उहाँले जुत्ता हेर्नु भएको छैन, छोराको खुसी हेर्नु भएको छ भाइ बहिनीहरू। त्यही भएर बाबाले मात्रै छोराछोरीको खुसी चाहन्छ रे, आफू नाङ्गै खुट्टा हिँडे पनि। हेर्नुहोस् यो बाबाको जुत्ताको अवस्था के छ, हेर्नुहोस्। अनि तिमी आफ्नो पनि ख्याल गर भनेर एउटा टास्नको लागि पुलिस्टिक दिनु गर अन गर, हेर्नुहोस्। अनि अहिले मैले यसले छोराको अगाडि झनै जुत्ता टाल्न लाएँ भने झनै गाली गर्छ, थोत्रो बाइक लिएर त यसरी गाली गर्यो भने, अब जुत्ता झनै मैले उ गरेँ भने गाली गर्छ भनेर लुकेर जुत्तालाई टाल्न जानु भएको हुन्छ। अन्तिममा को चाहिने रहेछ हेर्नुहोस्, बाबा नै चाहिने रहेछ। हेर्नुहोस् मेरो बाबा खै भनेर खोज्न जान्छ, हेर्नुहोस् जान्छ अनि हेर्छ मेरो बाबा खोइ भनेर हेर्छ। हेर्नुहोस् त बाबाले कसरी जुत्ता टालिराख्नु भएको छ। अनि यसको दिमाग खुल्छ, ए भगवान मेरो बाबालाई लाउने जुत्ता रहेनछ भने मलाई किन बाइक चाहियो, मलाई किन बुलेट चाहियो भनेर रुन्छ। मैले त मेरो बाबाको पीडालाई बुझ्नै सकेको रहेनछु। मेरो बाबालाई लाउने जुत्ता लाउने पैसा रहेनछ भने मलाई बाइक किन चाहियो भनेर बुवालाई अङ्गाला हाल्छ, भन्छ बुवा मलाई क्षमा गरिदिनुहोस् है बुवा, मैले त केही पनि पढेको रहन्छु बुवा, आज असल शिक्षा पढेँ भनेर अनुभूति गर्छ। अनि बाबालाई भन्छ आजदेखि दोस्रो भगवान तपाईँ रहेछ मेरो भनेर अनुभूति गर्छ। एकचोटि दुवै आँखालाई छोप्नुहोस् त, नबोल्नु होला। सम्झिनुहोस्, ल्याउनुहोस् अगाडि बाबाको मुहारलाई। कस्तो थियो त्यो बुवाको मुहार। एक छाक भोकै बसेर पनि तिम्रो इच्छा पुरा गराइदिनु भएको थियो होला, होइन र? आफ्नो इच्छा पुरा गर्नुभन्दा अगाडि आज बुवाको घरमा गएर अवस्था हेर्नु होला। जसको बुवा हुनुहुन्न म नबोल्न नघटाउनु होला, किनकि यति यस्तो तपाईँहरूलाई बनाइसकेपछि लड्ने आफै हो, गर्ने आफै हो, हिँड्ने आफै हो। सम्झिनुहोस्, सम्झ्यौ बाबु। रक्सी झुरट खाएपछि सम्झ्यौ, सम्झ्यौ। आज साथीलाई त सधैँ हामी अगाडि ल्याउँछौँ, आज बुवालाई ल्याउन एकछिनको लागि। अनि सम्झ्यौ न, घडीको सुई त रोकिँदैन जसो लाग्छ। आजदेखि एउटा कल्पना गरौँ न, मैले गल्ती आजदेखि गर्दिनँ, आजदेखि गरेको गल्तीलाई मैले मन र मस्तिष्क होइन र
होइन र होइन र सम्झिनुहोस् आज मानिसहरूसँग रात दिन लड्नु भएको छ होला, रात दिन भिड्नु भएको छ होला, तर बाबा विदेश हुनुहुन्छ भने आज घरमा गएर एकचोटि फोन गर्नु होला, बाबा तपाईँको मुहार हेर्न चाहन्छु मैले भन्नु होला त, मेरो भगवान तपाईँ रहेछ भनेर आज भिडियो कल गरेर सम्झिनु होला। त्यसपछि बुवाले 8 घण्टा काम गर्नु भएको छ, घण्टा काम गर्नुहुन्छ, आज लेखेर लिनुहोस्, 16 घण्टा काम गर्नुहुन्छ, लेखेर लिनुहोस्। तर साथीको लयमा लागेर टिकटक बनाउनु भयो भने, साथीको लयमा लागेर बिग्रिनु भयो भने त्यो बाबाले 6 घण्टा होइन 2 घण्टा रक्सी खाएर बिताउँछ रे, 4 घण्टा काम गरेर आफ्नो जीविका उपार्जन गर्छ रे। धेरैका बुवाहरू मैले आफ्नो श्रीमती र छोराछोरी बिग्रिसकेपछि मात्रै लापत्तै हुनुहुन्छ रे विदेशमा, होइन र हजुर? सम्झिनुहोस्, आजदेखि एउटा कल्पना गर्नुहोस्, रोल्पामा जन्मिएको मान्छे जसको घर थिएन, जग्गा थिएन, बा थिएन, त्यो मान्छे यो ठाउँमा पुग्न सक्छ भने तपाईँ पुग्न सक्नुहुन्न होला र? मात्रै 25 वर्षभन्दा यता सङ्घर्ष गर्नुहोस्, सङ्घर्ष गर्दै जानुभयो भने जीवनमा सफलताको बिन्दुमा पुगिन्छ भाइ बहिनीहरू, पुगिन्छ। यही नै मेरो अनुरोध छ तपाईँहरूलाई, यही नै मेरो बिन्ती छ। आज एकछिनको लागि हेड सरले भन्नुहुन्थ्यो, हेड सरले भन्नुभएको थियो यो तालिमलाई बाहिर स्कुलमा सिकेको, आमाको नाम लेख्न यही स्कुलमा सिकेको, यही स्कुलमा आज उसले आँखाको आँसुबाट आज गल्ती र कमजोरीलाई फालेर आजदेखि सही गन्तव्यमा हिँड्छु भनेर आज मन र मस्तिष्कमा बसेर आजदेखि उसले चाहिँ मनन गर्छ, म सही गन्तव्यमा हिँड्छु, सही बाटोमा हिँड्छु, सही बाटोमा हिँड्छु। यो बच्चालाई म आज पनि सम्झिन्छु। यता हेर्नुहोस् त बहिनी, भाइहरू, यो भाइलाई हेर्नुहोस् त, तेस्रो भगवान को हुने रहेछ, हेर्नुहोस्। हेर छोरी, यो बच्चाको पीडा कति रहेछ, रुन दिनुहोस् म्याम, आज हजुरले थपथपाउने होइन। आज बच्चाले आफ्ना सबै यो आँखाको आँसुबाट आफ्नो शरीरलाई हलुको बनाउँछ। हेर्नुहोस्, यता हेर्नुहोस्, यता हेर्नुहोस् बहिनी, आज मनोबल बढाउने हो तिमीले। यो बच्चालाई हेर्नुहोस्, हेर बाबु, सधैँ ढिला हुने रहेछ, सधैँ ढिला हुने रहेछ, पिट्नु हुने रहेछ, यसलाई हेर्नुहोस्, पिट्नु हुने रहेछ। बिचरालाई पीडा त कति थियो, कति थियो होला, कति थियो, कति थियो होला। हेर्नुहोस्, पैसा आउँदाखेरि साथी कति हुन्छ छ। छोरी एकैछिन शान्त भइदिने है। हेर्नुहोस्, पैसा नभए साथी कोही पनि हुने रहेनछ। दोस्रो दिन पनि यसलाई ढिला हुन्छ, दोस्रो दिन पनि यसलाई ढिला हुन्छ, अनि दोस्रो दिन पनि भन्नुहुन्छ त ढिला किन भइस् भनेर पिट्नुहुन्छ। हेर्नुहोस्, तर तेस्रो दिन ढिला हुँदाखेरि विद्यार्थीलाई यसको साथीले सरलाई गएर भनिदिन्छ, सर यसलाई नपिट्नुहोस् न, यसलाई नपिट्नुहोस् न सर, यसको त घरमा कोही पनि छैन, तर यसको घरमा को रहेछ। हेर्नुहोस्, तेस्रो दिन पनि बिचारा ढिला हुन्छ, सर पिट्नुहोस् न, सर पिट्नुहोस् न भन्छ। तेस्रो दिन पनि पिट्नुहुन्छ। हेर्नुहोस्, बिचारा पिट्नुहुन्छ, कसरी धकेल्नुहुन्छ। तर यसको गल्ती के थियो होला, मात्रै ढिला हुन्थ्यो। अनि यसको साथीले भनिसकेपछि एका बिहानै सर जानुहुन्छ। हेर्नुहोस्, तर बिचाराको हेर्नुहोस्, बाबा हुनुहुने रहेनछ, मम्मीको हात खुट्टा नै चल्ने रहेनछ। हेर्नुहोस्, हेर्नुहोस्, हात खुट्टा नै चल्ने रहेनछ। उता आमाको पनि सेवा गरेको छ, यता पढेको पनि छ, यता सरको पिटाइ पनि खाएको छ। कति सङ्घर्षशील बच्चा रहेछ। हेर्नुहोस् त, कति सङ्घर्षशील बच्चा रहेछ। हेर्नुहोस्, कति सङ्घर्षशील बच्चा रहेछ। एकैछिन छोरी, एकैछिन, कति सङ्घर्षशील बच्चा रहेछ। तेस्रो दिन जब जान्छ, सरले हेर्नुहुन्छ,
सरले हेरिसकेपछि कुद्दै कुद्दै जान्छ, कुद्दै कुद्दै जान्छ। आज पनि सरले पिट्नुहुन्छ होला भन्छ, पिट्नुहुन्छ होला भन्छ। तर तेस्रो दिन जाँदाखेरि हेर्नुहोस् भाइ बहिनीहरू, भगवान तेस्रो भगवान को हुने रहेछ। हेर्नुहोस्, तेस्रो दिन जान्छ, सर पिट्नुहोस् न, सर पिट्नुहोस् न, सर पिट्नुहोस् न भन्छ। हेर्नुहोस्, सरले पिट्नु हुँदैन, लट्ठी दिनुहुन्छ। बाबु तिमीले मलाई पिटाई, तिमीले मलाई पिटाई, तिमी कति महान रहेछौ भनेर हेर्नुहोस् त, कति चकित पर्छ। अनि आजदेखि तिम्रो मम्मी नभए पनि, आजदेखि तिम्रो बुवा मम्मी म छोरा मम्मी भए पनि आजदेखि तिमीलाई म सहयोग गर्छु। हेर्नुहोस्, अर्को भगवान को हुने रहेछ, शिक्षा दिने गुरु। अर्को भगवान को हुने रहेछ, शिक्षा दिने गुरु। एकचोटि आँखालाई छोपौ त छोरी, शाबाश। एक 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 सम्झौता, सम्झौता। एउटा भगवान को हुने रहेछ, एउटा जन्म दिने आमा बुवा, एउटा शिक्षा दिने गुरु। त्योभन्दा अरू ठुलो संसारमा कोही हुनै सक्दैन। एक हुन सक्दैन, दुई हुन सक्दैन, तीन हुन सक्दैन। त्यही भएर कसलाई बुझ्नु पर्ने रहेछ, कसले भनेको कुरालाई मनन गरेर अगाडि बढ्नु पर्ने रहेछ। आज पक्कै नै तपाईले सिक्नुभयो होला भन्ने मैले अनुभूति गरेको छु। आजदेखि जति पनि झुट बोल्नु भएको छ, जति पनि गलत काम गर्नु भएको छ, त्यसलाई बिर्सिएर आजदेखि सही गन्तव्यमा हिँड्नु हुनेछ भन्ने मैले आशा र अपेक्षा राखेको छु। अहिले एउटा पत्र लेखौँ, कसलाई पत्र लेखौँ, जसले तपाईलाई आमा बुवाको नाम लेखाउन सिकायो, उहाँको मुहारलाई अगाडि लिएर पत्र लेख्नुहोस् त। आँखालाई बन्द गरेर लेख्नुहोस् त छोरी। कसले तपाईलाई आज लेख्न पढ्न सिकायो, एकचोटि त्यो मेमलाई हुनुहुन्थ्यो कि सर हुनुहुन्थ्यो कि अगाडि लिएर पत्र लेख्नुहोस् त, लेख्नुहोस् त। को हुनुहुने रहेछ सम्झिनुहोस्। आजबाट गल्ती गर्नुभयो भने यो तालिमको अर्थ राख्दैन। आजबाट गल्ती गर्नुभयो भने यो तालिम लिएको अर्थ रहँदैन। तपाईको अगाडि यस्तो भगवान आउनुहुनेछ जसले तपाईलाई सही गन्तव्यमा हिँड्न सिकाउनुहुन्छ, जसको स्वार्थ केही पनि हुन्न, सधैँ अगाडितिर धकेल्ने मात्रै स्वार्थ हुन्छ। त्यो भनेको जन्म दिने आमा बुवा र हेर्नुहोस् अगाडि को हुनुहुन्छ, को हुनुहुने रहेछ। आउ छोरी, लाइनमा उठा, लाइनमा उठा छोरी, आउ उठा। आज सबलाई हातमा ढोक गर्ने हो, अङ्गाला मार्ने हो। आउ छोरी, आउ। शाबाश, आउ छोरी, शाबाश। बस छोरी, आउ छोरी। आज हिँड्नु पर्छ तिमी, आज हिँड्नु पर्छ तिमी। शाबाश, शाबाश। एकजना म्यामले उहाँलाई बाहिर दिनु होला। शाबाश, आज रुने होइन, आज बच्चाले हेर्नुहोस् कति माया गर्ने रहेछ। आज हिँड्ने हो छोरी, तिमी हिँड्ने हो आज। शाबाश, अङ्गाला हाल्नुहोस्। हेर्नुहोस् म्याडम, कति विश्वास गर्छ एउटा बच्चा। आज हिँड्ने हो तिमी, आज हिँड्ने हो। शाबाश, अगाडि बढ्दै जाऊ। आज बच्चाको मन कस्तो हुने रहेछ हेर्नुहोस् सर। आउ छोरी, लाइनमा आऊ। आजदेखि भन, आज सरलाई नराख्ने, अगाडि जाऊ, अङ्गाला मार्दै जाऊ, अगाडि बढाउँदै जानुहोस्। आउ छोरी, लाइनमा होस्। शाबाश, उठिहाल। शाबाश, आज यो बच्चाले कहिले पनि बिर्सिन सक्दैन। आऊ बेटा, अगाडि उठिहाल। शाबाश, उठिहाल छोरी, उठिहाल। आज अङ्गाला मार्दै जाने। शाबाश, आज गुरुसँग मिल्ने हो। आउ छोरी, लाइनमा उठिहाल, उठिहाल, उठिहाल। यो लाइन उठिहाल। आऊ, उठिहाल, उठिहाल। लाइनमा आएर आज सरसँग अङ्गाला हालेर जाने हो।
अनि भन्यो सर आजदेखि म कस्तो दिन थियो आज शुभम कहाँ गयो शाबास अङ्गालो मारे न सरलाई मन छोडेको छैन के हो शाबास आऊ छोरी लाइनमा आऊ शाबास आज जो मान्छेले गुरुसँग मिल्न चाहँदैन र त्यो मानिस होइन रे शाबास हेर्नुहोस् सर मन रोएको छु मस्तिष्क रोएको छु शाबास आशीर्वाद दिनुहोस् बच्चालाई सम्झाइदिनुहोस् बच्चालाई आजदेखि सही गन्तव्यमा हिँड्नु छोरी शाबास आशीर्वाद दिनुहोस् सर शाबास किन न अङ्कल हाल न हेर्छलाई आज हक गर न मानौँ नै हो साथी तपाईँ आज जोडले सरसँग मिल्छ रे शाबास मन र मस्तिष्कमा राखेर जाने रे शाबास भोलि हामी के हुने भन्ने कुरालाई हामी सिक्छौँ जस्तो लाग्यो शाबास छोरी शाबास आशीर्वाद छ जीवन के रहेछ आज गुरुले पर्खिराख्नु भएको छ तपाईँले शाबास हेर्नुहोस् सर बच्चाको मन रोएको छ बच्चाको मस्तिष्कसँग मिल्ने हो कसैले आँसु लाग्न सक्छ त्यो दोस्रो कुरा रह्यो बेटा शाबास आज सरसँग मिलौँ आज भनौँ सर आजदेखि सही गन्तव्यमा हिँड्छु म सही बाटोमा हिँड्छु शाबास कसैलाई आँसु लाग्न सक्छ कस्तो तालिम रहेछ छोरी आजदेखि मम्मी बाबालाई नढाक्नु है जन्मदिने गुरुलाई कहिले पनि नढाक्नु जो मान्छेले ढाक्छ रे त्यो मानिस जीवनमा सफल हुनै सक्दैन